एक पटक दिनुहोस् राष्ट्रिय स्वतन्त्र पार्टीलाई 100 दिन पनि कुर्नु पर्दैन। सुशासन कसरी कायम गर्न सकिन्छ यो देशमा, भ्रष्टाचारको अन्त्यको सुरुवात कसरी गर्न सकिन्छ यो देशमा, मन्त्री बनेका कस्ता हुन्छन्, सरकार चलाउने कसरी हो, डेलिभरी भनेको के हो, डेभलपमेन्ट भनेको के हो, हामी देखाउँछौँ। यदि राष्ट्रिय स्वतन्त्र पार्टीबाट बनेको नयाँ सरकारले त्यो गर्न सकेन भने 5 वर्ष पछाडिको अर्को निर्वाचनमा हामीलाई एक भोट पनि नदिनुहोस्, हामीलाई एउटा सिट पनि नदिनुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतको सरकार हामीले देखाउन पाएका छैनौँ। हामी कस्ता छौँ भनेर हामीले काम गरेर देखाउन पाउनुपर्छ। हाम्रा नेताहरू इमान्दार हुनेछन्, हाम्रा नेताहरू परिश्रमी हुनेछन्। यो देशलाई अहिले चाहिएको यति दुईटा कुरा हो। आदरणीय पार्टी सभापति रवि लामिछाने, त्यसै गरी हाम्रा वरिष्ठ नेता बालेन शाहले कल्पना गरेको राजनीति दल यो बन्नेछ र यो देशले काँचुली फेर्नेछ। सकेसम्म 2/3 ल्याउने गरी, सकिँदैन भने पनि हामीले बहुमतको एकल सरकार बनाउने गरी त्यो म्यान्डेट हामीलाई दिनको लागि हामी सबैजनाले आह्वान गरौँ। विगतका वर्षहरूमा सरकारका 100 दिन पुरिन्थ्यो भने मलाई लाग्छ अब आगामी सरकारको हप्ता दिनमा रिजल्ट माग्नु पर्ने अवस्थामा समाज आइपुग्यो। खराब गर्यो उसले, गरेन उसले, बिगार्यो उसले, भ्रष्टाचार गर्यो उसले, घुस खायो भनेर बसेर कराएर मात्रै भएन। अब हामी नै बाहिर निस्किनुपर्छ भनेर बाध्यता हामीलाई पनि आइपर्यो। हामीले 21 जना सांसदहरूले सदनमा करिब 30-31 महिना निरन्तर हामीले कोसिस गर्यौं, त्यसले पनि पुगेन। सडकमा पनि हामीले कोसिस गर्यौं, त्यसले पनि पुगेन भनेर हाम्रा छोराछोरी सडकमा आउन बाध्य हुनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले जित्छ कि हार्छ भन्ने कुरा होइन, कुनै निर्वाचन क्षेत्रको उम्मेदवारले जित्छ या हार्छको कुरा होइन, यो देशले जित्छ कि हार्छ। यो देश अब समृद्धितिर तर्फ उकालो लाग्छ या अब हामी यो देशमा अझै बस्न नसक्ने भएर हामी विदेशिनु पर्ने अवस्थामा आउँछ कि आउँदैन, त्यो निर्वाचन हो। न्यूनतम पनि तपाईहरु एकजनाको पछाडि 100 जना साथीहरु हुनुहुन्छ। ती 100 जना साथीहरुलाई यो सञ्चार गर्नुपर्ने आवश्यकता छ। यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी या नयाँ दलहरुका र राम्रा उम्मेदवारहरुले हार्नु भनेको यो देशले हार्नु। यो देशभरमा हुर्कँदै गरेका हामी भन्दा पछिल्लो पुस्ता अनि हामी अब जन्मदै गरेका चाहिँ पुस्ताहरूलाई यो देशमा बस्न नसक्ने अवस्था हो। नेपालको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण निर्वाचन भएर आएको छ। म राजनीतिक दललाई, पार्टीको नामलाई अपमान गर्न चाहदिनँ, तर ती दललाई हाँक्ने नेतृत्व सही हुन सकेन। अहिले हामीसँग जोडिएका साथीहरू पनि विभिन्न दलमा आस्था राख्ने साथीहरू जोडिनु भएको छ। उहाँहरूलाई सम्मान गरौँ, उहाँहरूलाई अपमान गर्नु पर्दैन। उहाँहरूले आफ्ना क्षमता त्यहाँ देखाउन नसकेर हामीसँग जोडिनु भएको छ भने उहाँहरूलाई अपमान गर्नु पर्दैन, स्वागत गरौँ। तर उहाँहरूलाई एउटा कुरा चाहिँ भनौँ, तपाईले ती दलहरुमा भएका खराब चीज लिएर आएर यो दलमा उपस्थिति नजनाउनुहोस्। तपाईहरुले यो दलको मूल्य, मान्यता, सिद्धान्त, आचार संहिता पालना गरेर बसौं। हामी एउटै परिवार हौं। परिवारमा जसरी विवाह गरेर छोरी बुहारी भएर जानुहुन्छ, त्यसपछि उहाँ छोरीकै रूपमा सम्मानित भएर बस्नुहुन्छ। त्यसै गरी हामी कहाँ आउने साथीहरूलाई स्वागत गर्नुपर्छ, उहाँहरूलाई सम्मान गर्नुपर्छ। तिमीहरूले गर्न सकेनौ, तिमीहरूले सुशासन कायम गर्न सकेनौ, तिमीहरूले भ्रष्टाचारको अन्त्य गर्न सकेनौ र तिमीहरूले जनतालाई जनजीविकाको विषयमा बहस गर्न सकेनौ। त्यति मात्रै भनेनन्, संसारभरि रहनुभएका, विदेशमा रहनुभएका, प्रवासमा रहनुभएका नेपालीहरूले सधैँ रेमिट्यान्स पठाइरहेका छन्। सधैँ उहाँहरूको नोटबाट यो देशको अर्थतन्त्रमा ठूलो महत्त्वपूर्ण भूमिका खेलिरहेको छ, तर उहाँहरूको भोट चल्न सकेन। त्यसको फलस्वरूप नै भदौको 23 र 24 गतेको घटना भएको भन्ने मलाई लाग्छ। 23 गते तत्कालीन सरकारले जब निर्दोष बालबालिकामाथि गोली चलायो, हत्या गर्यो र त्यसकै फलस्वरूप 24 गतेको घटना हुन पुग्यो। त्यसले देशलाई अनि जनताको चेतनालाई, हाम्रो सोचन शक्तिलाई नै यस्तो छिया पारिदियो कि फ्रस्ट्रेसनको लाइन क्रस गर्यो। अब विगतका वर्षहरूमा सरकारका 100 दिन पुरिन्थ्यो भने मलाई लाग्छ अब आगामी सरकारको हप्ता दिनमा रिजल्ट माग्नु पर्ने अवस्थामा समाज आइपुग्यो। यो अवस्थामा पूर्ववत केही पार्टीका नेताहरूले निरन्तर सरकार चलाउँदाखेरि घुम्ने चियरको रूपमा प्रधानमन्त्रीको चियरलाई लियो अनि सरकारलाई लियो। जनताको जनजीविकाको विषयमा दूरदराजमा रहेका कर्णाली र सुदूरपश्चिम अनि ताप्लेजुङ र 5 थरका ती दूरदराज अनि मधेस र हिमालका ती जिल्लाहरूलाई बिर्सिदियो। सरकारले कालो सिसाभित्र बसेर चिल्लो बाटोमा अनि यदि धुलो उड्ने र हिलो भएको बाटोमा जानु पर्दाखेरि सधैँ हेलिकप्टर प्रयोग गरेर जनताको अवस्था कहिले बुझ्न चाहेन।
जबसम्म देशको भूगोल बुझिँदैन, जबसम्म जनताको चेतनाको लेभल थाहा पाइँदैन, त्यो मान्छेले गरेको राजनीति त्यो देशको लागि हुन्छ भन्ने हामीलाई लाग्दैन। हामी पछिल्लो पुस्ता, तपाईँ हाम्रो पुस्ता, भूपदेवहरू जो आफ्नो एउटा जिम्मेवारीमा काम गरिरहेका साथीहरू, तपाईँहरू जो युवा पुस्तामा जहाँ मैले मेरो अगाडि तपाईँहरूलाई देखिरहेको छु, मलाई लाग्छ सायद हामीहरू, हाम्रा बुवाहरूले, हाम्रो हजुरबुवाहरूले राजनीति गर्दै गर्दा अलि उमेर पाकेको अथवा विद्यार्थी कालदेखि निरन्तर राजनीति गरेर आएका मान्छेहरू भन्दा बाहेक राजनीतिमा धेरै चासो राखिँदैनथ्यो। आफ्नो व्यापार व्यवसाय, पढाइ, जागिर त्यसैमा हामी व्यस्त हुन्थ्यौँ। तर पछिल्लो समय हामीलाई पनि त्यसले रोक्न सकेन। हामीलाई पनि त्यस्तो हुटहुटी एउटा ल्याइदियो कि अब यो देश परिवर्तन गर्नलाई खराब गर्यो, उसले गरेन, उसले बिगार्यो, उसले भ्रष्टाचार गर्यो, उसले घुस खायो भनेर बसेर कराएर मात्रै भएन, अब हामी नै बाहिर निस्किनुपर्छ भनेर बाध्यता हामीलाई पनि आइपर्यो। र त्यसकै सँगसँगै यहाँहरूले, हामीले 21 जना सांसदहरूले सदनमा करिब 30-31 महिना निरन्तर हामीले कोसिस गऱ्यौँ, त्यसले पनि पुगेन। सडकमा पनि हामीले कोसिस गऱ्यौँ, त्यसले पनि पुगेन भनेर हाम्रा छोराछोरी सडकमा आउन बाध्य हुनुभयो। त्यति मात्रै होइन, तत्कालीन सरकारले निरङ्कुश र अपराधिक सरकारकै संज्ञा दिँदा फरक पर्दैन, एउटा स्कुल कलेजको ड्रेसमा आएका बालबच्चामाथि गोली प्रहार गर्यो। त्यो गोली पनि अन्तर्राष्ट्रिय कानुन, युद्धको एउटा न्यूनतम मापदण्ड पनि पालना नगरी घुँडाभन्दा माथि, कम्मरभन्दा माथि गोली हानेर थुप्रै मान्छेहरूलाई मारिदियो। र त्यसको पछाडि आउँदै गरेको निर्वाचन यो साधारण निर्वाचन होइन। त्यसकारणले देशले र विदेशमा रहनुहुने तमाम नेपालीले यो निर्वाचनलाई आफ्नो जीवनको परिवर्तन मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीले जित्छ कि हार्छ भन्ने कुरा होइन, कुनै निर्वाचन क्षेत्रको उम्मेदवारले जित्छ या हार्छको कुरा होइन। यो निर्वाचन यो देशले जित्छ कि हार्छ। यो निर्वाचन यो देश अब समृद्धितिर तर्फ उकालो लाग्छ या अब हामी यो देशमा अझै बस्न नसक्ने भएर हामी विदेशिनु पर्ने अवस्थामा आउँछ कि आउँदैन, त्यो निर्वाचन हो। त्यो निर्णायक भूमिकामा पुग्दैछ अबको निर्वाचन। त्यसकारणले म तपाईँहरू यहाँ उपस्थित हुनुभएका साथीहरूलाई, तपाईँहरू यहाँ आज जति उपस्थित हुनुहुन्छ, मलाई आशा छ न्यूनतम पनि तपाईँहरू एकजनाको पछाडि 100 जना साथीहरू हुनुहुन्छ। त्यसकारणले ती 100 जना साथीहरूलाई यो सञ्चार गर्नुपर्ने आवश्यकता छ। म तपाईँहरूलाई यो अनुरोध गर्न चाहन्छु, यो निर्वाचनले तपाईँको निर्वाचन क्षेत्रमा को उम्मेदवार उठ्छ र त्यसले जित्छ कि हार्छ भनेर बिर्सनुहोस्। यो निर्वाचनको हार भनेको, यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हार्नु भनेको, यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी या नयाँ दलहरूका र राम्रा उम्मेदवारहरूले हार्नु भनेको यो देशले हार्नु हो। यो देशमा हुर्कँदै गरेका हामीभन्दा पछिल्लो पुस्ता अनि हामी अब जन्मदै गरेका चाहिँ पुस्ताहरूलाई यो देशमा बस्न नसक्ने अवस्था हुनु हो। त्यसकारणले हामीले यसमा गम्भीर रूपमा सोच्नुपर्ने छ। त्यसकारणले म साथीहरूलाई इमान्दारिताको साथ, एकदमै अघि पूर्वक्ताले नै भन्नुभयो, अनुशासित भएर आचार संहितामा बसेर, पार्टीको मूल्य र मान्यतामा बसेर यहाँहरूले काम गरिदिनुपर्छ। हामी कसैलाई प्रहार गरेर होइन, अब हामी हाम्रो कुरा राखेर, हाम्रो विचार राखेर, हाम्रो योजनाहरू राखेर, हाम्रो सिद्धान्तलाई जनतालाई बुझाएर हामीले गर्ने के हो त, अब हामी के गर्दैछौँ, कसरी हामी देश परिवर्तन गर्न कोसिस गर्दैछौँ, हाम्रा योजनाहरू के छ, यो लिएर हामी समाजमा हाम्रा उम्मेदवारहरूलाई पठाउनेछौँ। र त्यति बेला म यही फ्लोरमा, यही माइकबाट म संसारभरि रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु, यो निर्वाचन नेपालको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण निर्वाचन भएर आएको छ। यो निर्वाचनलाई त्यसै गरी लिइदिनु हुनेछ र हामीले कसैको विरोध र कसैमाथि टिका टिप्पणी भन्दा नि आफ्ना कुराहरू राखेर एकपटक हामीले 30औं वर्ष विभिन्न पार्टीलाई हेऱ्यौँ, विभिन्न पार्टीका नेतृत्वलाई हेऱ्यौँ, विभिन्न मन्त्री प्रधानमन्त्रीहरूलाई हेऱ्यौँ, तर राष्ट्रिय स्वतन्त्र पार्टीको फुल क्याबिनेट, राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतको सरकार हामीले देखाउन पाएका छैनौँ। हामी कस्ता छौँ भनेर हामीले काम गरेर देखाउन पाउनुपर्छ। त्यसकारणले म विनम्रताको पूर्वक अनुरोध गर्न चाहन्छु नेपाली जनतालाई, एकपटक दिनुहोस् राष्ट्रिय स्वतन्त्र पार्टीलाई र हामी 100 दिन पनि कुर्नु पर्दैन। सुशासन कसरी कायम गर्न सकिन्छ यो देशमा, भ्रष्टाचारको अन्त्यको सुरुवात कसरी गर्न सकिन्छ यो देशमा, मन्त्री बनेका कस्ता हुन्छन्, सरकार चलाउने कसरी हो, डेलिभरी भनेको के हो, डेभलपमेन्ट भनेको के हो, हामी देखाउँछौँ। त्यो 100 दिन पनि कुर्नु पर्दैन। त्यसकारणले म सबै नेपाली नागरिकलाई एकदमै हार्दिकताको पूर्वक अनुरोध गर्न चाहन्छु, एकपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई, घन्टी चुनाव चिन्हलाई
सकेसम्म 2/3 ल्याउने गरी सकिँदैन भने पनि हामीले बहुमतको एकल सरकार बनाउने गरी त्यो म्यान्डेट हामीलाई दिनको लागि हामी सबैजनाले आह्वान गरौँ। यदि 5 वर्षमा स्थायी सरकार हामीले बनाउन नसकेको लामो समय भयो देशमा, 5 वर्षको एउटा स्थायी सरकार हामीले बनायौँ र डेभलपमेन्ट र डेलिभरीमा हामीले सुरुवात गऱ्यौँ भने मलाई आशा छ यो देशले परिवर्तनको सुरुवात गर्छ। राष्ट्र, राष्ट्रियता र जनजीविकाको विषयमा महत्त्वपूर्ण भूमिका खेल्नेछ आगामी निर्वाचन पछाडि बन्ने सरकारले। त्यसकारणले यदि राष्ट्रिय स्वतन्त्र पार्टीबाट बनेको नयाँ सरकारले त्यो गर्न सकेन भने 5 वर्ष पछाडिको अर्को निर्वाचनमा हामीलाई 1 भोट पनि नदिनुहोस्, हामीलाई एउटा सिट पनि नदिनुहोस्। हाम्रो कामको आधारमा, हाम्रो मूल्याङ्कनको आधारमा दिनुहोस्। हामीले अरू कुनै मूल्याङ्कन अरू तरिकाबाट हामीले मूल्याङ्कन गर्नु पर्दैन। हाम्रा नेताहरू, हामी दुईटा कुरा स्पष्ट छौँ। हाम्रा नेताहरू इमान्दार हुनेछन्, हाम्रा नेताहरू परिश्रमी हुनेछन्। यो देशलाई अहिले चाहिएको यति दुईटा कुरा हो। यदि इमान्दारी र परिश्रमी भयो भने यो देश बन्नलाई धेरै समय लाग्दैन। हामीसँग 3 करोड पपुलेसन हो जम्मा, त्यति पनि छैन। त्यसमा पनि करिब 1 करोड विदेशमा बस्न बाध्य छन् भने यति सानो जनसङ्ख्या भएको देश अनि यति ठुलो स्रोत र साधन भएको देश, कर्णाली र सुदूरपश्चिमको नाम सधैँ भजाइयो हामीले। कर्णाली र सुदूरपश्चिममा केही पनि कमी छैन। अब तपाईँहरू कर्णाली र सुदूरपश्चिमको नाम भजाउँदैतिर होइन, कर्णाली र सुदूरपश्चिममा भएको, त्यहाँ भएको हामीसँग बढीभन्दा बढी सम्भावनाहरूलाई मैले त्यो कर्णाली, हामी कालीकोटमा चाहिँ अस्पताल बनाउन जाँदै गर्दाखेरि त्यो खोलाको दायाँ र बायाँ देखेको ढुङ्गा मात्रै हामीले सदुपयोग गर्न सक्यौँ भने सुनको भन्दा बढी मूल्य छ त्यो ढुङ्गाको। त्यसकारणले हामीसँग यति धेरै सम्भावना, यति धेरै स्रोत, यति धेरै साधन हुँदाहुँदै पनि हामी अगाडि बढ्न सकेका छैनौँ। यसको एउटै मात्रै कारण हो, अहिले नेपालमा एक्जिस्टिङ दलहरूले राम्रो नेतृत्व गर्न सकेन। म राजनीतिक दललाई, पार्टीको नामलाई अपमान गर्न चाहदिनँ, तर ती दललाई हाँक्ने नेतृत्व सही हुन सकेन। त्यसकारणले हाम्रा अहिले हामीसँग जोडिएका साथीहरू पनि विभिन्न दलमा आस्था राख्ने साथीहरू जोडिनु भएको छ। उहाँहरूलाई सम्मान गरौँ, उहाँहरूलाई अपमान गर्नु पर्दैन। उहाँहरूले आफ्ना क्षमता त्यहाँ देखाउन नसकेर हामीसँग जोडिनु भएको छ भने उहाँहरूलाई अपमान गर्नु पर्दैन, स्वागत गरौँ। तर उहाँहरूलाई एउटा कुरा चाहिँ भनौँ, तपाईँले ती दलहरूमा भएका खराब चिज लिएर आएर यो दलमा उपस्थिति नजनाउनुहोस्। तपाईँहरूले यो दलको मूल्य, मान्यता, सिद्धान्त, आचार संहिता पालना गरेर बसौँ। हामी एउटै परिवार हौँ। परिवारमा जसरी विवाह गरेर छोरी बुहारी भएर जानुहुन्छ, त्यसपछि उहाँ छोरीकै रूपमा सम्मानित भएर बस्नुहुन्छ, त्यसै गरी हामी कहाँ आउने साथीहरूलाई स्वागत गर्नुपर्छ, उहाँहरूलाई सम्मान गर्नुपर्छ। त्यसकारणले यसरी हामी जान सक्यौँ भने साँच्चै नै आदरणीय पार्टी सभापति रवि लामिछाने, त्यसै गरी हाम्रा वरिष्ठ नेता बालेन शाहले कल्पना गरेको राजनीतिक दल यो बन्नेछ र यो देशले काँचुली फेर्नेछ र टाढा धेरै पर्खिनु पर्दैन। तपाईँ हामीले 30औं वर्ष पर्ख्यौँ। साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, 5 वर्ष धैर्य गरौँ। 5 वर्ष पनि होइन, सरकार बनेको 100 दिन पनि कुर्नु पर्दैन। हामीले त्यो सुरुवात देखाउँछौँ। त्यसकारणले यहाँहरूलाई यति अनुरोध गर्दै मेरो एकदम निरन्तर फोन आइरहेको छ। म केही अन्य कार्यक्रममा जानुपर्ने र आज हामी निर्वाचन आयोगमा पनि मेरो अन्तिम केही सिग्नेचरहरू गर्नुपर्ने भएको हुनाले मैले अनुरोध गरेँ भूपदेवजीसँग र आजको आयोजक साथीहरूसँग म यहाँहरूसँग बिदा हुन चाहन्छु। फेरि पनि यहाँहरूसँग म यहाँहरूको यहाँ जतिवटा जिल्लाबाट आउनु भएको छ, म तपाईँहरूलाई लगभग वाचा गर्न चाहन्छु। मभन्दा पनि महत्त्वपूर्ण आज राष्ट्रिय स्वतन्त्र पार्टीका 2टा होनहार नेता आदरणीय पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई तपाईँहरूको जिल्लामा ल्याउने कोसिस गर्नेछु। धन्यवाद, नमस्कार, जय घन्टी।